नमस्कार सबैजनालाई तपाईहरुलाई हाम्रो सुभाष स्टोर्सको नयाँ भिडियोमा स्वागत छ। हाम्रो शपको लोकेसन चाहिँ पोखरा बेगनासताल है। धेरैजना कन्फ्युज हुनुहुन्छ हाम्रो शपको लोकेसन कहाँ भनेर। हाम्रो शपको लोकेसन चाहिँ पोखराको बेगनासताल भन्ने ठाउँमा है। पोखराबाट लगभग 10 किलोमिटर अलि अफ पर्छ है। मेरो चाहिँ अलिकति भित्रपट्टि पर्छ, हाइवेबाट 3 किलोमिटर भित्र पर्छ है। त्यही भएर मैले चाहिँ सबै सामानहरु चाहिँ बसको थ्रु भन्दा कुरियरको थ्रु पठाउन चाहिँ सजिलो लाग्छ मलाई र बसबाट गर्दिन, मैले बस हाम्रो कुरियरबाटै सेन्ड गरिरहेको छु है। ल आजको भिडियो सुरु गरौँ। आजको भिडियोमा चाहिँ सामानहरु एकदम धेरै आएको छ, तर मैले चाहिँ पहिल्यै खोलिसके आदि सामानहरु, किनभने कस्टमरलाई बेच्नु पर्ने थियो। जसले चाहिँ अर्डर गर्नुभएको थियो अलरेडी उहाँलाई एउटा दुईटा दिनको लागि चाहिँ मैले अलरेडी खोलिसके। अरु सामानहरु चाहिँ देखाइदिन्छु है। जस्तै एउटा कार्टुनको खोलेको सामानहरु यिनीहरु हो। यो सामानहरु आएको छ, यो चाहिँ म सरर देखाइदिन्छु है। सबभन्दा पहिला सुरु अम्ब्रेला आएको छ। लुकानाकोमा आएको छ है अम्ब्रेला चाहिँ। भिडियो चाहिँ प्रपर अनबक्सिङ चाहिँ भएन है, किनभने मैले अलरेडी खोल्नु पर्यो, अगाडि नै कस्टमरहरु आउनु भयो, त्यही भएर खोलेर बेच्नु पर्यो। ल यस्तो छ, अनि यस्तो हुन्छ। अनि मैले पहिला बेचिरहेको अम्ब्रेला भन्दा चाहिँ साइज हल्का ठुलो छ है। यो हेड अम्ब्रेला यस्तो हुन्छ। जुन अम्ब्रेला ट्र्याप आउँथ्यो नि त्यही सेम, यसरी बन्द गर्ने यहाँबाट, अनि यहीँबाट टाउकोमा राख्ने यस्तो छ है। टाउकोमा राख्ने प्रपर लगाएर देखाउँ। लगाएर देखाउँछु है। यसरी बस्छ यो चाहिँ, यस्तो छ। एउटा यो कलर छ ब्लूमा, एउटा यो छ ब्लू कलर छ, अर्को यो आर्मी टाइपको कलर छ है, ग्रीन लुकानाको है दुईटै। एउटा यो भयो। त्यो पछाडि अर्को सानो सामानहरु देखाउँ है। जस्तै डान्सिङ फिस, यस्तोमा छ डान्सिङ फिस। यसमा कलरहरु टन्नै छ है, एउटा निकालेर देखाइदिन्छु। यस्तो हुन्छ मुभमेन्ट, यसको एकदम राम्रो हुन्छ। ठिकै छ भिडियो। म यसको कलर चाहिँ भ्याएसम्म क्याटलगमा अपलोड गरिदिन्छु। फ्री भयो भने अब अहिले सिजनले गर्दा यो सामान हिजो नै आएको, भिडियो बनाउन पाइरहेको थिएन, टाइम नमिलेर। कलरहरु सरर देखाइदिन्छ। एउटा यो कलर, एउटा यो कलर, एउटा यो फर्स्टमै देखाएको भइहाल्यो। एउटा यो हल्का डिफ्रेन्ट जस्तो लाग्यो। यो कलर कुन छ अब म क्याटलगमा अपलोड गरिदिन्छु, त्यसले चाहिँ पछि हेर्न सक्नुहुन्छ है। 1-2 हप्तापछि अपलोड हुन्छ। त्यो चाहिँ अर्को आएको छ क्र्याङ्कपेट, जसलाई सानो खालको चाहिन्छ। अब फिसिङ लुरहरु धेरै टाइपको हुन्छ है। त्यसमा चाहिँ अब हाम्रो यहाँतिर रापालाहरु खेल्ने मिनो हो। अब यो चाहिँ क्र्याङ्कपेट हो। यस्तो पनि चल्छ हाम्रो यतातिर, फेवातालहरुतिर खेल्छन् यो। यसको लिप चाहिँ यति निस्केको छ अगाडि चाहिँ, हल्का डिप जान्छ यो। नर्मल मिनोहरु भन्दा हल्का डिप जान्छ है यो। यसमा पनि कलर छ। एउटा यो कलर भयो। अर्को यो कलर छ। सेम हो क्या। अर्को यो कलर छ। चाहिँ यो कलर आएको छ है। ल यति 4 थरी कलर छ यसमा। त्यो पछाडि स्पिनरहरु, लुकानाको फुल स्विङ भन्ने आछ है स्पिनर।
यो चाहिँ 5 नम्बरको 24 ग्राम है। देखिन्छ कि देखिँदैन डिटेल्स त्यहाँबाट। लुकानाको 5 नम्बर 24 ग्रामको है। यसमा कलर चाहिँ छ है। एउटा यो सिल्भर रेड, यो सिल्भर भयो, त्यो पछाडि यो गोल्डन, अनि त्यो पछाडि आछ यो सिल्भर रेड, सिल्भरमा रेड मिक्स भएको माथिपट्टि, अनि यो सिल्भर ब्लू र एउटा चाहिँ यो ग्रीन टाइगर। यति कलर आछ। यसमा 5वटा लिमिटेड छ। यो चाहिँ जम्मा 25-30 पिस आछ। यो कलर चाहिँ 5वटा मात्रै छ, छैन कलर यति नै। त्यो पछाडि रड, त्यो पछाडि यहाँ ट्रिपल हुकहरु हेरौँ। ट्रिपल हुकमा चाहिँ 2टा साइज आएको छ। यो चाहिँ 6/0 है। यो 6/0 को ट्रिपल हुक हो यो। यति ठुलो हुन्छ है, यति ठुलो हुन्छ। यसमै अर्को 9/0 आछ। अहिले हाम्रो यो बेगनास तालतिर, फेवा तालतिर, खोलातिर भन्दा पनि तालहरुतिर झट्का हानेर मार्नुहुन्छ के माछा, त्यसको लागि युज हुन्छ है यो। यो चाहिँ 9/0 है। अब यो तपाईको जापानिज त यस्तोमा एकदमै महँगो आउँछ हैन। यो चाहिँ अब चाइनिजमै हो, तर चाहिँ 4x नै हो, बलियो छ है यो हुक चाहिँ। साइज चाहिँ यो 6/0, यो 9/0। यो हुकले गर्दा नि मैले फर्स्टमै खोलेँ के, यो निकाल्ने बेला हातमा कोप्न सक्छ। त्यो पछाडि यो बमनेट, यो त हामीले खास यहाँ लोकल 50 रुपैयाँमा बेच्छौँ है। त्यो अर्को हामीले बनाएको हुन्छ, त्यसमा चाहिँ 2, 3, 4 बेच्छौँ हामीले। 2, 3, 4 भनेको चाहिँ लगभग 2 भनेको 2टा औँला छिर्छ, 3 भनेको 3टा औँला छिर्छ, 4 भनेको 4 औँला छिर्छ है। जुन टिलापियाले म्याक्सिमम युज गर्छन् त्यो हामीले बेचिरहेको हुन्छौँ। लोकली मेड नै हुन्छ त्यो। स्प्रिङहरु लोकल मेड बनाएको हुन्छ, त्यो चाहिँ 50 रुपैयाँ पर्छ है। भने यो चाहिँ अब यसको प्राइस हेर्नुपर्छ कति पर्छ भनेर त। यो चाहिँ यस्तोमा आएको छ है। यसमा माथि स्विभल हुन्छ, बीचमा चाहिँ स्प्रिङ हुन्छ, पपअपको जस्तो स्प्रिङ हुन्छ, तलपट्टि चाहिँ जाली हुन्छ है। अब जाली यसमा साइज कुन कुन आछ थाहा छैन। यसमा चाहिँ यहाँ फर्स्टमा हेरेकोमा चाहिँ यो मसिनो खालको आएको छ, लगभग यो बिचिउँमा जाने खालको है। यसमा चाहिँ अब असलाहरू बुदुनाहरूलाई ठिक हुन्छ। यो चाहिँ खोलातिर ठिक होला, हाम्रो तालतिर त अलि यो सानो अलि ठिक हुँदैन होला। नेट पछाडि अब रडहरु हेरौँ है। रडहरु चाहिँ यिनीहरू आएको छ। यसमा चाहिँ मसँग 6-7-8 अलरेडी छ है। र यसमा चाहिँ यो 9 फुटको 8 भन्नेमा, यसमा 9 फुटको नि मगाएको छु है मैले। यो असला खेल्नेहरु चाहिँ लामो लामो छोटोमा अनि सस्तोमा चाहियो भन्नु थियो, त्यही भएर लिएर आएको है। यो चाहिँ यो 9 फुटको नि एकदम कम प्राइसमा दिन्छु है। यो भयो। यसको बारेमा के पहिलाको अलरेडी भिडियो छँदैछ यसको बारेमा है। अब ल यो डिमान्डेड रड लुकानाको फोर्स, लुकानाको फोर्स रड है। यो चाहिँ 8 फिट मात्रै आएको छ है अहिले। अब आएर पनि मैले बेचिसकेँ, यो 2-3 पिस बेचिसकेँ। यस्तो छ। मैले पहिला चाहिँ लिम्बर मात्र लिएर आएको थिएँ है लुकानाको, अझै फोर्स पनि आएको छ। क्वालिटी सेम नै हो लिम्बर र फोर्सको। तलपट्टि चाहिँ मेटलको हुन्छ, यहाँ पनि रिल सिटहरु मेटलको, त्यसमा नि मेटलकै हुन्छ। 8 फुटकोमा चाहिँ एउटा, 2टा, 3टा, 4वटा गाइड है। 5वटा सेक्सन, 4वटा गाइड। हेर लुकाना फोर्स। यो चाहिँ लिमिटेड आछ है, चाहिन्छ भने अर्डर गर्नु है छिटो नै। यो चाहिँ अरु त मसँग स्टक भइराख्छ। यो एउटा भयो, तर यो चाहिँ 8 फुट मात्रै आछ है। मैले 7 र 9 नै अर्डर गर्थेँ, तर यो चाहिँ पाइन मैले। 8 मात्रै आएको छ अहिलेको लागि। त्यो पछाडि अर्को यस्तो पाउच पाउँछ है। यो चाहिँ इलास्टिक, जसलाई छोटो लेन्थमा चाहिन्छ नि, राम्रो खालको रड। ल यो रड आएको छ है। लेन्थ चाहिँ कम्पेयर गरौँ है त फोर्ससँग। यो लुकानाको फोर्स, यो चाहिँ यसको नाम हो, यो रडको नाम चाहिँ फायरफक्सको लुक्स है। 7 फुटमा चाहियो भने यो लिँदा हुन्छ है। यो राम्रो छ। यसमा नि मेटल सिट हो। यहाँ चाहिँ फर्मको दिएको छ, हात नदुखोस् भनेर। अनि तल मेटलकै छ यो तल खोल्नेवाला चाहिँ रिल सिट चाहिँ। ल मेटल नै हो, तर चाहिँ यो हल्का ब्ल्याक छ। यो चाहिँ गोल्डन कलरको छ है। अनि यसको लेन्थ चाहिँ एकदम छोटो छ है। यति छ फोर्ससँग कम्पेयर गर्दाखेरि।
लगभग 1.5 फुट जतिको होला, 1.5 फुट पनि 16 इन्ची जति होला। फायरफक्सको लुक्स यसमा चाहिँ गाइड छ 1 2 3 4 5 वटा 2 4 5 वटा गाइड छ, 6 वटा सेक्सन छ, 7 वटा सेक्सन 6 वटा सेक्सन छ। रड चाहिँ यस्तो छ है, एकदम लाइट वेट राम्रो छ यो रड चाहिँ। जसलाई क्लोजिङ लेन्थ कम भएको चाहिएको छ यो रड छ है। त्यो पछाडि यो एउटा छुट्यो, यो बज बेट स्पिनर बेट भनेर आएको छ है, यस्तो टाइपको। यो स्नेकहेडहरूलाई सहर माछाहरूलाई हुन्छ है। अब यता हाम्रो त छैन, यता खासै स्नेकहेड पाउँदैन हाम्रो यता पाउने भनेको सहर नै हो हाम्रो साइडमा। निकालेर यस्तो हुन्छ, यो घुम्छ यो चाहिँ है। यहाँ स्पिनर के अरे यो सुइबेल हालेको हुन्छ, यसले गर्दा घुम्छ यो सजिलोसँग। यही नै देखेर खाना आउने, यो पनि घुम्छ साँच्चै डबल रहेछ यसमा। अनि हुक चाहिँ यहाँ पछाडि लास्टमा छ, यही नै हो है। यो पनि चाहिएछ भने आएको छ। अनि हाम्रो अम्ब्रेला ट्र्यापहरू पनि आएको छ है, जुन लास्ट टाइम सकेको थियो मसँग। यसमा चाहिँ अम्ब्रेला ट्र्याप मात्रै छ। अम्ब्रेला ट्र्याप भने होलसेल पनि अभाइलेबल छ है, होलसेल पनि बेचि नै रहेको छु मैले। यसको क्वालिटी चाहिँ यस्तो छ है, यस्तो हुन्छ अम्ब्रेला ट्र्याप। यो पनि चाहिन्छ भने यो पनि आएको छ। प्राइस चाहिँ एकदम कममा दिएको छ है मैले, मार्केटमा कम्पेयर गरेर नि हेर्नु होला। त्यो पछाडि चाहिँ यो पोल रड आएको छ है, अलिक ठुलो साइजको आएको छ। मैले अस्ति अलि अगाडि पनि मेरो सामानहरू टन्नै आएको थियो कि, तर मैले भिडियो बनाउन पाइनँ है। अब यो सिजनको बेला अलि गाह्रो छ भिडियो टाइम टु टाइम अपडेट गर्न। आज त म टाइम नै लिएर बनाइरहेको छु। ल यो चाहिँ पोल रड मेड इन जापान 450 भनेको 15 फुटको पोल रड है यो। अनि यो चाहिँ अर्को मुस्ताङ हो कि मस्ट्याङ हो यो 540 भनेको 18 फुट है। यो दुईटा रड पनि आएको छ। यो त मैले पहिला पनि बेचेको हो। यो यस्तो हुन्छ है, मेड इन जापान पोल रड 15 फुटको भयो, यो 18 फुटको। यो पनि चाहिन्छ नि आएको छ। अब यो सेक्सनहरू देखाउन गर्न यहाँ गाह्रो छ, ठाउँ अलि सानो छ मेरो। 18 फुट भनेपछि बुझ्नुहोस् कि तपाईँको लगभग 16.5 फुट 17 फुट बस्छ है। 18 फुट पुरा चाहिँ हुँदैन, 16.5 फुट 17 फुट हुन्छ। अनि यो रड यदि लिँदै हुनुहुन्छ भने विचार गर्नु अलिकति हेभी छ है अर्को रड भन्दा चाहिँ। यो चाहिँ लगभग तपाईँको 200 ग्रामको आसपास होला, यो त 250 नै छ होला, अलि हेभी छ है। मैले अहिले उठाउँदा नि फिल गरिरहेको छु। यो लिनुहुन्छ भने चाहिँ तपाईँले मजाले कम्फर्टेबल भएर खेल्न सक्नुहुन्छ, हात दुख्दैन। तपाईँ दिनभरि खेले पनि यो चाहिँ तपाईँले 1-2 घन्टा खेलेपछि हात दुख्न सक्छ है। अलि हेभी नै छ यो चाहिँ, किनभने 18 फुटको हो नि त। यसमा चाहिँ धेरै पिसहरू गाँसेको छ, त्यही भएर। ल अब पार्ट 2 चाहिँ हाम्रो 2 सेक्सन रडहरू कन्टिन्यू गरौँ है। अब यो भिडियो चाहिँ यति नै हुन्छ होला सायद, म कट गर्छु होला भिडियो चाहिँ। अब यो पछाडि चाहिँ म रडहरू देखाइदिन्छु। डाइबाको रडहरू आएको छ, त्यो पछाडि लुकानाको रडहरू आएको छ, अनि ट्याकलम्यानको नि आएको छ एउटा नयाँ ब्रान्ड। ल यो चाहिँ अर्को भिडियोमा कन्टिन्यू गरौँ है।